भिडियो गराइदला ओइ माइकल उठापट्टि कुसको जो उठो पिरो जसी लाग्को मान्छे हेर्नु नलाइकन है खेल एकदम प्रतिस्पर्धा रहेको छ नगादिकन कन्टिन्यू यस्तै न हामी देखिरहेका छौं राम्रो साथ राम्रो डिफेन्स ब्राउ जसको फाइदा ओइ माइकल नम्बर 22 13 ब अलि हिँड्यो म अटान्छु के हेमा राखेन सबैलाई खोज्याङ गरी बस्नु त्यसो भए भोलि कर सुन्न सकेन जसको फाइदा तमान खुला गाउँपालिकालाई नम्बर 14 ओइ नहल्ला न तमान खुलालाई मिलेको छ अहिले म टोपी लिन लाऊ राम्रो साथ राम्रो डिफेन्स जसको फाइदा तमान खुला खेसन गर्ने मेरै गयो के नम्बर 15 गति गर गाडी गर बसन सेमी फाइनल फाइनल गेम एकदम गम्सी भइरहेछ प्राप्तै मंगल गाउँपालिका ठिकाबाङले नम्बर 23 दिन सफल भएको छ भने तमानकुला गाउँपालिका बागलुङको नम्बर 15 23-15 बसाइ म उहाँ गएँ आऊ है दिल्ली पर्छ नि यही आऊ गयौँ भने कान्दैन ओइ शिव कुन चाहिँ ठाउँमा के राम्रो साथ तर बलको झन्डा बाहिरले पनि जसको फाइदा तमानकुलालाई नम्बर सबैले फोन लिएर टेर बागलुङ कमान खोला 16 भने म्यागदिती गवाङ 24 बलाउ जसको फाइदा तमानकुलालाई नम्बर 17-23 मेरो नम्बर 24-17 राम्रो साथ राम्रो डिफेन्स दर्शक महानुभावहरू 17 का विरुद्ध 25 अंक ल्याउँदै मंगल गाउँपालिका टिकाबाङले यो पहिलो सेट आफ्नो हातमा लिन सफल भएको छ भने अब दोस्रो सेटको लागि खेल हुने हामी जानकारी गराउँछौँ र सम्पूर्ण दर्शक महानुभावहरू यो प्रो भलिबलको फाइनल खेलको समाप्तिपछि हामीले युवा क्लब जनकल्याण युवा क्लब मुस्कुट बीच हुने भएको हुँदा दुवै टिमलाई तयारी अवस्थामा रहिदिनु हुन हामी अनुरोध गर्दछौँ जब मेलाए मालिका पुरुष भलिबलको फाइनल खेलपछि तत्कालै हामीले यो खेल मैदानमा फुटबल खेलको पनि फाइनल प्रवेश टिमलाई पनि हामीले तयारी अवस्थामा रहिदिनु हुन अनुरोध गर्दछौँ तर साँच्चीकै यो प्रो भलिबलको फाइनल खेल एकदमै घम्साघम्सी भइरहेको छ पहिलो सेट मंगल गाउँपालिका टिकाबाङ म्याग्दीले आफ्नो हात पारिसकेको छ भने अब दोस्रो सेटको लागि केही समयपछि यो खेल दर्शक महानुभावहरू पहिलो सेटको यो खेलपछि दोस्रो सेटको लागि खेल भर्खरै भएको खेल मंगल गाउँपालिका टिकाबाङ एकदमै गम्सी भइरहेछ है बागलुङ टारा खोला भर्सेस म्याग्दी टिकाबाङ दोस्रो सेटको लागि यो खेल हुन लागिरहेको छ साँच्चीकै एकदमै यो खेल प्रतिस्पर्धा रहेको छ
हाम्रा उत्तर साथीहरूलाई यो लाइनभन्दा अलि पछाडि बॉल आउट। तमानखोला गाउँपालिकाले 2 अङ्क प्राप्त गरिसकेको छ आफ्नो खातामा। तुलभ राम्रो टेक्निक लगाउँदै मङ्गला गाउँपालिका टिकाबाङ सफल नम्बर 1-2। राम्रो साथ बलको तालमेल मिल्न सकेन, जसको फाइदा तमानखोलालाई नम्बर 3-1। धेरै राम्रो टेक्निक साथ लगाउँदै तमानखोला बागलुङले 4 दिन सफल नम्बर 4-1। तमानखोला बागलुङ 4 भने म्याग्दी 3। लाइन केही गडबडी हुन पुग्यो, जसको फाइदा मङ्गला गाउँपालिकालाई नम्बर 2-4। राम्रो टेक्निक बागलुङ ताराखोलाबाट। तमानखोला गाउँपालिका बागलुङले आफ्नो खातामा नम्बर जोड्न सफल नम्बर 5-2। बलको तालमेल मिल्न सकेन, जसको फाइदा मङ्गला गाउँपालिकालाई नम्बर 3-5। तो पहिलो बल राम्रो साथ राम्रो डिफेन्स, जसको फाइदा तमानखोला बागलुङलाई नम्बर 6-3। हाफ पहिलो बल राम्रो साथ र बल कोर्टभन्दा बाहिर पुग्यो, जसको फाइदा मङ्गला गाउँपालिका नम्बर 4 छ। बल मङ्गलाको हातमा, नम्बर कन्टिन्यू नम्बर 5 छ। राम्रो साथ प्राप्त गर्दै तमानखोलाले बल आफ्नो हातमा लिन सफल नम्बर 7-5। बल क्याच गरिदिनु होला। राम्रो साथ राम्रो डिफेन्स, बल मङ्गला गाउँपालिकाको हातमा नम्बर 6-7। सानो भाइहरू Go!
राम्रो छ प्रारम्भिकै तमान खोला गाउँपालिकाले हात लिने छ नम्बर 8 छ राम्रो छ राम्रो डिफेन्स धेरै राम्रो छ उत्कृष्ट छ प्रारम्भिकै तमान खोला गाउँपालिकाले कतिको नम्बर 9 छ राम्रो छ प्रार मङ्गला गाउँपालिका टिकाबाङबाट पनि नम्बर 7-9 राम्रो छ प्राइम डिफेन्स राम्रो छ प्रारम्भिकै मङ्गलाले आदिले के छ बार यहाँ अगाडि यो वन पे नम्बर यो कोस्नी थाहा छैन र अनि यो छपाक के भन्छ नि ग्राउन्ड पुरै रातो रातो जस्तो ऊ हो के त्यो आँखाले ढुलो हुन्छ है हो त्यो हिजो पानी आयो है मुझे सब के दिन राम्रो छ राम्रो डिफेन्स यो खेल एकदमै प्रतिस्पर्धा रहेको छ हामी देखिरहेका छौँ राम्रो छ राम्रो ब्लक जसको फाइदा मङ्गला गाउँपालिकाले नम्बर 9 बराबर समान खेल समान अङ्क गोल गरिन सकेन जसको फाइदा मङ्गला गाउँपालिकालाई नम्बर 10-9 राम्रो बली जसको फाइदा मङ्गला गाउँपालिकालाई नम्बर 11-9 टुपर भार राम्रो टेक्निक लगाउँदै तमान खोला गाउँपालिकाले धेरै समयको अन्तरालपछि आफ्नो खातामा नम्बर जोड्न सफल नम्बर 10-11 राम्रो सर राम्रो डिफेन्स बलको तालमेल मिल्न सकेन जसको फाइदा मङ्गलालाई नम्बर 12-10 कति मिस्टेक गरेको नम्बर 13-10 राम्रो शट राम्रो डिफेन्स राम्रो टेक्निक बल जसको फाइदा तमान खोलामा नम्बर 11-13 जनकल्याण युवा क्लब बिस्कुटका क्लब अध्यक्ष भाइ निरज पुललाई हामीले स्टेजमा उपस्थितिको लागि अनुरोध गर्दछौँ। नम्बर 13 बराबर राम्रो साथी तर बल कर सकेन जसको फाइदा तमान खोला गाउँपालिका बागलुङलाई नम्बर 14-13 मङ्गलाबाट टेक्निकल टाइम आउट
टेक्निकल टाइम अफ तमानखुलाको उपनिका प्रोड भलिबलको नम्बर 14 रहेको छ भने भलिबलको नम्बर 13 तर सुनिसकेन जसको फाइदा मङ्गलको उपनिका नम्बर 14 बराबर तमानखुलालाई नम्बर 15-14 दर्शक महानुभावहरू यो प्रार भलिबलको फाइनल खेल पछि लगत्तै हामीले पुरुष भलिबलको फाइनल खेल हुने हामी जानकारी गराएका छौं। पुरुष भलिबलको यो फाइनल खेल लालीगुराँस सुरमा भर्सेस जनकल्याण निस्कुट बीच हुने हामी जानकारी गराएका छौं। दुवै टिमलाई पनि तयारी अवस्थामा रहिदिन हामी अनुरोध गरेका छौं। नम्बर 15 बराबर हाम्रो क्षेत्रमा डिफेन्स ओइ माइकल मानिस भने कसरी उठ्ने राम्रो प्रयास गर्नुभएको थियो तर सुन्न सकेन जसको फाइदा मङ्गला नम्बर 16-15 के भयो हिमाय राख नि म त मर्छु होला हो कति जाने जाऊ गो तिमी चाहिँ जरिका सुरु पुग्यो जसको फाइदा मङ्गलालाई कन्टिन्यू नम्बर 17-15 कतबेला जागे दिनु के गुल्लुमा गर्न पाथे गुल्लुमा गर्ने भनेको जागे हो नि यसो गर न राम्रो टेक्निक जसको फाइदा तमानखुलालाई नम्बर 16-17 बनाओ जिसको फाइदा तमानखुला बागुङलाई नम्बर 17 बराबर नम्बर 17 बराबर रहेको छ। एकदमै खेल रोचक अनि प्रतिस्पर्धा रहेको छ। एकदमै हम्मे बनिरहेको छ। हामी देखिरहेका छौँ दुवै टिमलाई हेर्दा जति रमाइलो छ खेल्न त्यति गाह्रो छ हाम्रा खेलाडी महोदयलाई। राम्रो शट राम्रो डिफेन्स बल एकदमै हावामा नाचिरहेको छ। राम्रो शट प्रहार गर्दै मङ्गला गाउँपालिकाले 18 दिन सफल भएको छ भने तमानखुलाको नम्बर 17 18-17 बल डबल पुग्यो जसको फाइदा मङ्गला नम्बर 19-17 दर्शक महानुभावहरू खेल एकदमै रोचक छ। नम्बर 18-19 हामी दुवै खेललाई हार भन्दैनौँ कि यो Z10 मेला 2082 को जुन टिम दुवै टिम विजेता तथा उपविजेता हामी घोषणा गर्नेछौँ र विभिन्न टिमलाई पछि पार्दै आफूलाई यो फाइनल प्रवेश गराइरहेको छ र खेलिरहेको छ। खेल हो राम्रो छ राम्रो डिफेन्स
पनि खेल हो एकदमै घुम्सी छ एकदमै खेल नै एकदमै टेक्निकसँग खेल्नुपर्ने हुन्छ नम्बर रहेको छ 218 राम्रो छ प्रगति तमन खुलाले 19 दिन सफल भएको छ भने मङ्गलाको नम्बर 19-20 बहुत सुरु होते एक क्या मैंने लिखी थी सर राम्रो साइड प्राप्त तमन खोलाले पनि 20 दिन सफल नम्बर 20 बराबर बलको तालमेल मिलेन जसको फाइदा मङ्गला गाउँपालिका टिकाबाङ म्याग्दीलाई नम्बर 21-20 गेम एकदमै घम्सा घम्सी भइरहेछ है बल आउट जसको फाइदा मङ्गला नम्बर 22-20 टेक्निकल टाइम आउट तमन खोलाबाट ठुलो मान्छेलाई सेन हो तिमी रहन सेन तिमी रहन सेन नम्बर 22-20 अगत गयो छल्यो त छल्नाङ भन्दा नि छल्ने राम्रो छ डिफेन्स राम्रो छ बल मङ्गलाको हातमा नम्बर 23-20 फाइनल हो कन्टिन्यू नम्बर 24-20 मङ्गला गाउँपालिका टिकाबाङको नम्बर 24 रहेको छ भने तमन खोला गाउँपालिका बागलुङको 20 बल गर्न सकेन 20 का विरुद्ध 25 अङ्क ल्याउँदै मङ्गला गाउँपालिका टिकाबाङ म्याग्दीले दोस्रो सेट पनि आफ्नो हातमा लिन सफल भएको छ यो खेल बेस्ट अफ 5 को आधारमा खेलाउने भएको हुँदा अझै पनि हामीसँग 3वटा सेटहरू बाँकी छन् मङ्गला गाउँपालिकाको लागि यो अब फाइनल सेट हुनेछ भने अझैसम्म हामीसँग 3वटा सेटहरू बाँकी छन् मैले यो खेल हुँदै गर्दाखेरि मालिका गाउँपालिका वडा नम्बर 2 अनि बाबाहरू यो भर्खरै भएको खेलमा यो पुरुष भलिबलको प्रौढ भलिबलको यो फाइनल खेलमा मङ्गला गाउँपालिका टिकाबाङ म्याग्दीले 2 सेट आफ्नो हात पारिसकेको छ भने अब तेस्रो सेटको लागि यो खेल हुन लागिरहेको छ सबै मेरो भाइ हो म
दर्शक महानुभावहरू यो खेल सुरु भइसकेको छ राम्रो पिकनिक छ जसको फाइदा तमान खोलालाई नम्बर प्राप्त भएको छ डिफेन्स कभर गर्न सकेन जसको फाइदा तमान खोला बागलुङलाई नम्बर 2-0 राम्रो साथ राम्रो डिफेन्स बल क्रस सकेन जसको फाइदा तमान खोला बागलुङलाई नम्बर 3-0 टेक्निक लगाउँदै तमान खोला कन्टिन्यू नम्बर 4-0 टेक्निकल टाइम हो कंटिन्यू नंबर 4-0 मंगला गाउँपालिका तत्कालले बल आफ्नो आफैले सफल र खातामा नम्बर लिन पनि सफल नम्बर 1-4 बल कोटभन्दा बाहिर पुग्यो जसको फाइदा मंगलालाई नम्बर 2-4 डिफेन्स राम्रो टेक्निक लगाउँदै मंगलाले आफ्नो खातामा नम्बर जोड्न सफल नम्बर 4 राम्रो साथ राम्रो डिफेन्स राम्रो साथ प्राप्त गर्दै तमान खोलाले आफ्नो खातामा नम्बर जोड्न सफल नम्बर 5-3 जिसको फायदा तमान खोला नंबर 14 बोले और उसको फायदा मंगला गाउँपालिका टिकाबाङ नर्दीलाई नम्बर 4 छ जसको फाइदा तमान खोला बागलुङलाई नम्बर 7-4
जसको फाइदा तमाम खोला बाग्लुङलाई नम्बर 8-4 हाफ टाइम ओभर जसको फाइदा दिलाई नम्बर 5-8 चित्र कोटभन्दा बाहिर पुग्यो जसको फाइदा मङ्गला गाउँपालिका नम्बर 6 जसको फाइदा कमान खोला गाउँपालिका बाग्लुङलाई नम्बर 9 छ मङ्गला गाउँपालिकाको हातमा नम्बर 7-9 राम्रो शट प्रारम्भ मङ्गलाले बल आफ्नो हातमा लिन सफल नम्बर 8-9 साना भाइ बहिनीहरू यो खेल मैदान भन्दा अलि टाढा बस्दिनु होला हेलो हेलो आवाज गयो किति पुरा भले कहाँ छ र त उस साला भन्ने जाने बोलाउ जसको फाइदा आज त फाइनल हो के तमाम सोला गाउँपालिकालाई नम्बर म खेल अब यहाँ पछाडि खेल्छौ प्रो भलिबल खेल्दैछ पुरा खेल्दै खेल्दै प्रो भलिबल होइन तपाईँको र टिकाबाङको टिकाबाङले 2 सेट खाइसक्दै धेरै छु गु खा गु गु छैन कि धेरै ठगिहाल्यो हामी धेरै नचिन्ने मान्छेहरू छ नचिन्ने मान्छेहरू छ अन्त भन्छु जाति नम्बर 3 को टेनिकोइन किति चार्जै छैन कि मोबाइलमा गाउँपालिकाले नम्बर दिन सफल नम्बर 11-10 के रे दर्शक महानुभावहरू खेल एकदमै प्रतिस्पर्धा रहेको छ के बढाहरू खेल्न लाग्यो अन्त अब खेल्दैन कोटभन्दा बाहिर पुग्यो जसको फाइदा बढाहरू खेल्छ मङ्गला गाउँपालिकालाई नम्बर 11 बराबर बराबर अति भयो त राम्रो ब्लक गर्दै बल आफ्नो हातमा लिन सफल कमान खोला गाउँपालिका बाग्लुङ नम्बर 12-11 दर्शक महानुभावहरू खेल एकदमै प्रतिस्पर्धा रहेको छ के हुन्छ नि राम्रो भली राम्रो पास बल कन्टिन्यू नम्बर कमान खोला बाग्लुङको हातमा नम्बर 13-11 राम्रो
शट प्राप्त गर्दै मङ्गला गाउँपालिका टिकाबाङ म्याग्दीले बल आफ्नो हातमा लिन सफल नम्बर 12-13 1 point over राम्रो सेभ from the defense टेक्निक शट लगाउँदै तमान खोला गाउँपालिका फागुनले आफ्नो हातमा बल दिन सफल नम्बर 14-12 राम्रो शट नम्बर डिफेन्स राम्रो शट ट्राई गर्नुभएको थियो तर कोर्टभन्दा बाहिर नपुग्यो जसको फाइदा तमान खोला गाउँपालिका फागुनलाई नम्बर 15-12 डिफेन्स गर्न सकेन जसको फाइदा मङ्गला गाउँपालिका म्याग्दीलाई नम्बर 13-15 बल हामले नाचिरहेको छ मङ्गला गाउँपालिका म्याग्दीले आफ्नो हातमा बल दिन सफल नम्बर 14-15 1 point over बली बल नम्बर 15 बराबर स्कोरिङ बोर्ड अनुसार नम्बर 15 बराबर राम्रो शट राम्रो डिफेन्स राम्रो शट प्राप्त गर्दै मङ्गलाले 16 लिन सफल नम्बर 16-15 राम्रो शट प्राप्त गर्दै धेरै राम्रो शट तमान खोलाबाट नम्बर 16 बराबर बोलाओ जिसको फाइदा मङ्गलालाई नम्बर 17-16 तमान खोलाबाट नम्बर 17 बराबर बलको तालमेल मिल्न सकेन जसको फाइदा मङ्गलालाई नम्बर 18-17 Hop!
बल खर्चिसकेन त्यसको पहिला तमान खोलालाई नम्बर 18 बराबर नम्बर 7 बल तमान खोलाको हातमा नम्बर 19-18 नाचिरहेको छ दर्शक महानुभावहरू बल हामन नाचिरहेको छ राम्रो छ हाम्रो डिफेन्स खेल एकदम राम्रो छ कन्टिन्यू नम्बर 20-18 मङ्गलाबाट टेक्निकल टाइम हो टेक्निकल टाइम हो नम्बर 20-18 कन्टिन्यू नम्बर 21-18 तमान खोला गाउँपालिका बागलुङको नम्बर 18 छ 21 छ भने मङ्गला गाउँपालिकाको नम्बर 18 जसको फाइदा तमान खोलालाई कन्टिन्यू नम्बर 22-18 Number defense. Teman keluarga nomor 23-18 continue nomor. yang berbimbing baru langsung nomor 24 Ramazan nomor defense. Ramazan nomor baik putra kuat dan datang dari nomor jasku faida Mangala Kaupalika nomor 20-24. Teman bola lain kill first player ikut saya Ramazan nomor defense Dharsak Manuba baru Diska Berita Persisang Telau dari Taman Bola Gaupa
गाउँपालिका बागलुङले यो तेस्रो सेट आफ्नो हातमा लिन सफल भएको छ। दर्शक महानुभावहरू अब चौथो सेटको लागि यो खेल प्रतिस्पर्धा हुने हामी जानकारी गराउँछौँ। कमानकुला गाउँपालिकाको लागि दोस्रो सेट हुनेछ भने मङ्गलाको फाइनल सेट। हामीसँग अझै 2वटा सेट बाँकी रहेको हामी जानकारी गराउँछौँ। सम्पूर्ण दर्शक महानुभावहरू यो प्रो भलिबलको फाइनल खेलपछि तत्कालै हामीले पुरुष भलिबलको फाइनल खेल हामी सञ्चालन गर्न गइरहेका छौँ र फाइनल खेलमा प्रवेश हुने विजयी टिमहरूलाई हामीले तयारी अवस्थामा राखिदिनु हुन अनुरोध गर्दछौँ। नारी विराज युवा क्लब र जनकल्याण युवा क्लब निस्कुट दुवै टिमलाई तयारी अवस्थामा राखिदिनु हुन साँच्चीकै प्रो भलिबल एकदमै रोचक एकदम प्रतिस्पर्धा भएको हामी देखिरहेका छौँ। यस्तो पट लाने भने कस्तो देखिन्छ। टानी हेर्न सक्नुहुन्छ लोसागहरू रात है दर्शक महानुभावहरू अब यो प्रो भलिबलको फाइनल खेल अन्तर्गत चौथो सेटको लागि खेल हुन लागिरहेको छ। कमेडी गर्न लाग्यो के तल गतिकर अल्लाह मेरो होइन कि अरू घर त लगाइ गर्ला भोलि गर्ने मौका कमानकुला बागलुङलाई। भोटभन्दा बाहिर पुग्यो जसको फाइदा मङ्गलालाई। नम्बर 1 लभ अन्डरले दिनु पुग्यो जसको फाइदा मङ्गलालाई। नम्बर 2 यो कुरा त डेन्जर हान्छ त 7 नम्बरले त यार 3 लभ ये तो कपाल गरेले गतिकर मेरा आसिना मुन्चस क्या गतिकर न रेटनाप छ आएन हुनु भन्ने भाषा
एकदमै घम्सा घम्सी भइरहेछ है गेम बागलुङ तारा होला भर्सेस म्याग्दी टिकबाङ तपाईँ घम्सा घम्सी चाहिँ गेम स्किप नगरिकन हेर्नु होला एकदमै प्रतिस्पर्धा रहेको छ नम्बर 4-5 ज्ञान विकास अधिका सन्तोष कुल सरले लाइभ गरेको छ यो सम्झना चाहे होला राम्रो प्रयास नम्बर 6-4 नम्बर 5 छ दर्शक महानुभावहरू हामी प्रत्यक्ष यो खेलमा अवलोकन गरिरहेका छौँ यो मेलामा उपस्थित नहुने अप्रत्यक्ष दर्शकहरूको लागि पनि यो खेलको प्रत्यक्ष प्रसारण भएको हामी जानकारी गराउँदछौँ लाइभ सो भइरहेको छ र बल मङ्गला गाउँपालिकाको हातमा नम्बर 7-5 मारौला कि दियो के पलान्छ जसको फाइदा तमान खुलाबागुङलाई नम्बर 6-7 1 point over जसको फाइदा तमान खुलाबागुङलाई नम्बर 7 बराबर तर बल क्रस हुन सकेन जसको फाइदा तमान खुलाबागुङलाई नम्बर 8 1 point over teman kulai nomor 9 दर्शक दुवै टिम यतिकै प्रतिस्पर्धा नघसार्दै अगाडि बढिरहेको छ बल क्रस हुन सकेन कन्ट्रोल नम्बर 10 तमान खुलाबागुङको नम्बर 10 रहेको छ भने मङ्गला गाउँपालिका म्याग्दीको नम्बर 7 पक्षबाट नम्बर 10 Rambali teman kulane jalap menghapan kesapal nomor 11 balik ke selesaikan jasku faida menggelalai nomor 11 एकदमै घम्सा घम्सी भइरहेको छ खेल
सकिन जसको फाइदा मङ्गललाई नम्बर 10-11 एकदमै बल हावाले नाचिरहेको छ हामी देखिरहेका छौँ राम्रो शट राम्रो डिफेन्स बलको तालमेल मिल्न सकेन जसको फाइदा मङ्गल गाउँपालिकालाई नम्बर 11 बराबर राम्रो टेक्निक लगाउँदै बल आफ्नो हातमा लिन सफल नम्बर 12-11 रहेको छ दर्शक महानुभावहरू हामी देखिरहेका छौँ खेल एकदमै रोचक प्रतिस्पर्धा रहेको छ राम्रो सेवा प्रहार गर्दै मङ्गलाले आफ्नो हातमा बलिन सफल नम्बर 12 बराबर जर्सी नम्बर 5 बाट बल तमाम खुला बागलुङको हकमा नम्बर 13 एकदमै धेरै राम्रो सेट पर जर्सी नम्बर 7 बाट नम्बर 13 बराबर रिबल शान्त भएर खेलिदिनु होला प्लिज राम्रो शट प्रहार गर्नुभएको भित्र बल बाहिर पुग्यो जसको फाइदा मङ्गलमा नम्बर 14-13 बल कृपया हाम्रो इम्पायर अनि ल्यान्डम्यान हुनुहुन्छ नम्बर 15-13 बल कर्सुन सकेन जसको फाइदा तमाम खुलालाई नम्बर 14-15 डिफेन्स राम्रो शट प्रहार गर्दै मङ्गलाले 16 दिन सफल नम्बर 16-14 नम्बर 16-14 राम्रो शट राम्रो डिफेन्स राम्रो शट धेरै राम्रो प्रहार टेक्निक शट नम्बर 15-16 राम्रो शट प्रहार गर्दै मङ्गलाले बल आफ्नो हातमा लिन सके पानी आउने भयो यार नम्बर 17
राम्रो छ राम्रो डिफेन्स बल क्रस हुन सकेन जसको फाइदा मङ्गललाई नम्बर 18-15 राम्रो छ प्रयार जसको फाइदा मङ्गललाई नम्बर 9-19-15 Number defense. Bola जिसको फायदा teman kelai nomor 16-19. Bola kerja sekian जिसको फायदा Manggala nomor 20. Continue nomor 21. Besar pelar gede teman kulali 17 angka tidak sepal nomor 17 guys. पानी आयो के ल छाता छाता मलाई त जाडो भयो हैन के उमा म बनाएको त माथि त हैन त माथि त के भन्दै नि ओ वाउ डेली सामान गयो bola sudah tuju nomor 18 guys. दर्शक बाबरू यो प्रो भलिबल को फाइनल खेल मङ्गलाले 2 सेट गरिसकेको छ भने तपाईँको लागि एक सेट यो चौथो सेट को लागि घम्साघम्सी भइरहेको छ नम्बर 22-18 राम्रो सत्र गते मङ्गलाले 23 दिन सफल भने तमान खोलाको 23-18 राम्रो टेक्निक लगाउँदै तमान खोलाले बल आफ्नो हातमा लिन सफल नम्बर 19-23 भन्दै मौसम केही गडबडी हुन जस्तो छ बल क्रस सकेन कन्टिन्यू नम्बर 20-23 तमान खोलाको 20 रहेको छ भने मङ्गलाको पड्काको 23-20-23 बल को तालमेल मिल्न सकेन मङ्गलाले 24 दिन सफल भने तमान खोलाको 20-24-20 दर्शक महानुभावहरू प्रो भलिबल 20 का विरुद्ध 25 अंक लाउँदै 3 सेट आफ्नो हात पार्दै मग्दी मङ्गला मेला 2082 गवाङले फाइनल गेम विजेता टिम हुन सफल भएको छ पानी आउन भइसक्यो